वेलकम टु राजेश राणा एसजी ब्लग। आज चाहिँ हाम्रो 25 इयर्स एनिभर्सरी पार्टी हुन गइरहेको छ। Yeah, Gams. Yeah. Happy anniversary. Happy anniversary. Ni hao, Rajesh. Yeah, Soldi. Yeah, Soldi. Yeah, Mr. Arun. So final check है 80 जस्तो नछोड्यो सर मैले वान वे टिकट छ आएको यसम्मको त्यो त तपाईँलाई दिन्छ है मसँग माग्दा हुन्छ जान्छ हेलो हामी हिँड्यौँ Yeah, what's up, man? Yeah, Arun. Good. Yeah, अहिले चाहिँ हामी माउन्ट फेभर पार्क आइसकेका छौँ। हेलो 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 Welcome गर्नु। हेलो। Yeah, friend. Yeah. Didi. Hello, hello. फोटो खिच्दै हुन्छ कि मान्छे आजको हाम्रो भेन्यू बलरुम चाहिँ यसरी भन्दैछ। Track 1, 2. Go here. Where? What? Hello guys. Today we are here in the Mount Faber Park. Today is our 25th anniversary. So we are heading to celebration 25th anniversary party.
What's up, man? Cue camera. You want to? सबै मान्छे त यहाँ पो रहेछ त नि सबै मान्छे त यहाँ पो रहेछ त नि त्यसरी ह्यान्डसम निस्क्यो यार 3, 2, 1. हेलो 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 बहिनीहरू हेलो आमा सोल्टी यार भद्र छ त यार के हो यार मारेन यार के छ गाई जाने यसो हेरे सेक्सनमै जम्मा हुन्छ कता कता कसरी यस्तो हुन्छ हौ 3 सेक्सन अरे के हो यार देवसर यार आमा माया सङ्क्रान्ति माया यार रिभी ब्रो यार व्हाट्सअप के छ या फर्स्ट हाम्रो यहाँ एक्चुअली प्रोग्राम होइन हाम्रो फोटो खिच्नुपर्छ होला होइन यहाँ एउटा या इस्माइल हेलो के छ ह्यापी एनिभर्सरी 25th एनिभर्सरी है दिस इज अ ग्रेट अचिभमेन्ट फर एभ्रीवन हाम्रो सरलाई एक दुईवटा दिनुपर्छ होला मलाई त्यस्तै लागिरहेछ 25th एनिभर्सरीको बारेमा दुई चार शब्द जाओस् न त नि थ्याङ्क यू सो मच सबभन्दा पहिला त सबै हाम्रो नम्बरहरूले चाहिँ सक्सेसफुल्ली 25 वर्ष चाहिँ पार गर्नुभयो त्यसको लागि चाहिँ नम्बर लगायत अन्स्योर सबैलाई चाहिँ कङ्ग्रेचुलेसन धेरै धेरै चाहिँ बधाई छ भन्न चाहन्छु ओके थ्याङ्क यू बहिनी एक दुईवटा मेसेज भन्नुहोस् त 25th एनिभर्सरीको नाममा एक दुईवटा मेसेज जाओस् न कहाँ छ तल हेलो जिना जाडो त हामीलाई देखि यसलाई पनि हुन्छ या बेसर के छ सब यो दुई शब्द तिनवटा मात्रै भएछ चारवटा आउनु पर्ने एउटा मिलाइनुपर्छ के भयो भयो सर नेक्स्ट त्यसले गर्दाखेरि आज सबै हाम्रो नम्बरी जति पनि अहिले 21जना हुन्छ टुगेदर विथ फ्यामिलिज सो उहाँलाई चाहिँ आजको यो माहौलमा चाहिँ मलाई चाहिँ सबैभन्दा पहिला चाहिँ ह्याप्पी एनिभर्सरी अल अफ यु सो अझै अब यो के अरे आउने दिनहरूमा चाहिँ अब 26 इयर्स पनि मनाउनु पर्छ भन्ने कोही यता हुन्छ कोही नेपालतिर सो जता गयो भने हामी अल इन वान हो एउटा गर्नुपर्छ त्यस्तो खालको माहौल चाहिँ हुनुपर्छ भनेर मैले चाहिँ यो चाहिँ भन्न चाहन्छु थ्याङ्क यू भेरी मच सबैभन्दा थ्याङ्क यू सो मच यु डिड एभ्रिथिङ होइन म्यानेजमेन्टदेखि लिएर प्लानिङदेखि लिएर ड्राइभिङदेखि लिएर बिकज अफ यु today we are going to get success, the event success. Keep it up. 26, 27, 28, whatever years. Every year, we want the same support, same planning, same enthusiastic. Okay? Thank you. Yeah. Oh, Nikisa, Nikisa.
अहिले त्यसले चाहिँ टेबल सेट गरिसकेछ केकलाई चाहिँ स्टेजमा राखेको एकजना छिर्नु पर्ने भयो सबै अगाडि बस्नु होइन उता दीपाञ्जली बहिनी माथि के अरे माथि जानु तपाईँ भरे फेरि यसो गर्नु अब पछाडिको टोली अहिले चाहिँ अगाडि बस्दै फेरि पछाडि टोली अगाडि आएर त्यो गर्नु पर्ला जस्तो चेस 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 यो ग्लास चाहिँ फुट्छ है ग्लास चाहिँ फुट्यो सधैँ सक्छ ए केबल कार्को चेस यो हाम्रै हो यो बेर खाने हो नि किन चेस गर्न आयो लटोले आए राजेशको भ्लगमा आउनु पऱ्यो नि भने यार ओ सादा पानी यता खिच सादा पानीलाई हुन्न 1 2 3 सादा पानी खिच यता ल सादा पानीसँग चेस अर्कै बनाएको छ अर्कै टेस्ट हो वाइन वाइन पनि लिन सक्नुहुन्छ है हाम्रो वाइन धेरै छ 8 बोतल है कति छ त खासै छ 2टा ब्यारल भनेको खै जता गयो नि के फोन नै व्यस्त यार पार्बेङ्नु होला कान्छ Happy Marriage Anniversary. Happy marriage anniversary. One, two, 8. सडक सुरु एक्लै ल्याएर कस्तो छ भने खाना I need mom. I need mom. Oh, I need chicken. हेलो गाइज हेलो 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 ब्लग ब्लग
के छ बहिनीहरूको अनि थ्याङ्क यू अब यही नि हेर्नु राजेश Oh my gosh! You can finish this, yeah? Yeah. Really? Yeah? भनेको मान्नेहरू छैन चकचके छ यो खोला चाहिँ याद गर्ने यो बजार चकचके छ Wait! Oh my god! Wow! कसै पार्टी बनाउनु हामी बाहिर आएको भयो भयो खालु खा किन्नु न स्याउ खाना कस्तो छ रेन्ज पनि नसमाइ काममाङ मिना खाना मिठो छ के अरे हेर न विजय के हो सास त फेर न एकछिन यार अघिदेखि भोक लाग्यो भने गन गरेर कम्ता टाउको दुखाएन बहिनी त्यहाँ यसो केयर गर्नु बिचरा आज के भयो फेरि गाम्स इन्जोय हेलो जिना यता हेर्नुहोस् है ल चल्नै पाउँदैन नि यहाँ सोल्टी खाना मिल्छ कति धेरै खाएको के हो हाम्रो शेर्सा पुरा डाइटिङमा छ त के हो यार माछामा ट्राई गर्नु पऱ्यो नि ए धनेको सक्यो धल्थ्यौ त राजेश सर के बिराले नाम सक्छ अघि साह्रो साह्रो पर्दै थियो के हो मिस गर्नु यार साइलेन्टमा छ त नि एकदम साह्रो ऱ्यापिडली खुवाइ भएको धेरै भयो धेरै न है या खाना मिली छैन ओके ठुलो लाग्यो नि सबैले त्यो अर्को पनि राम्रो रहेछ नि त नि एयरफोनको
गुरुजी त्यसको लागि चाहिँ अब 26 इयर्स हामीले स्टिल हामीले चाहिँ मनाउने हामीले कोही नेपालमा हुन्छ कोही समूहहरू हुन्छ तर हाउएभर जो मान्छे यहाँ छ 26 मनाउँछ जो मान्छे नेपालमा छ त्यो मान्छे चाहिँ त्यो 26 मनाउँछ भन्दै आजको प्रोग्राम होस्ट गर्नलाई चाहिँ हाम्रो धेरै नम्बरी विशाललाई चाहिँ यहाँ रिक्वेस्ट गर्न चाहन्छु केही विशाल छ थ्याङ्क यू गुड इभिनिङ सम्पूर्ण मेरो डियरेस्ट एन्ड सहितले नम्बरीहरूलाई अनि उपस्थित हाम्रो नम्बरिनी बहिनीहरू यो आजको रङ्गिनमय साँझलाई तपाईँहरूको चिटिक्क परेर तपाईँहरूको सुन्दरता तपाईँहरू परि जस्तै सजिएर अझै हाम्रो आजको यो साँझलाई यति रमणीय र यति सुन्दरता थपिदिनु भएको छ त्यसमा हामी 2001 इन्टेक हृदयदेखि नै एकदम धन्यवाद दिन चाहन्छौँ म हजुरहरूलाई अलिकति थोरै रिक्वेस्ट पनि गर्न चाहेँ किनभने आजको यो प्रोग्रामको फर्मल एमसीको कारणले गर्दा हजुरहरूले हजुरको बच्चा केटाकेटी त भन्दिनँ मिसेस चाहिँ सँगै बोलाएर टेबलमा बसिदिनु भयो भने किनभने हामी फर्मल प्रोग्राममा इन भइसकेका छौँ त्यसले गर्दा म त्यो अनुरोध गर्न चाहेँ कतै हुनु जाने प्लिज यहाँ बोलाइदिनु होला मैले हेर्दाखेरि कति मान्छे यहाँ छैनौँ बच्चा केटाकेटी ठिक छ नो प्रब्लम फ्यामिलीलाई चाहिँ एकचोटि सबैले बोलाएर यसो बसिदिनु त हजुर र फेरि पनि भन्न चाहन्छु यो आजको साँझ आजको उत्सव हाम्रो सिल्भर जुब्ली कसको 2001 इन्टेकको ठिक हो यदि त्यसो हो भने यो आजको हाम्रो सिल्भर जुब्ली हाम्रो 25 वर्ष सर्भिसको उत्सव सँगसँगै तपाईँ हामीले यो विगतको वर्षहरूमा बिताएको कठिन सङ्घर्ष उतार चढावको कथाहरू पनि हामीसँग मौन छँदैछन् त्यसले गर्दा यो आजको दिनसम्मको यात्रा तय गर्नको लागि तपाईँ हामीले कति चाडपर्वहरूमा हामी सँगसँगै बस्न सकेन होला फ्यामिलीसँगको समय हामीले त्याग्नु पर्यो होला कति प्रब्लम्स अवसरमा हामी हिँड्नु पर्यो होला हाम्रो ड्युटी कमिटमेन्टहरूलाई फलोअप गर्दै जाँदा हाम्रो आफ्नो पर्सनल लाइफहरूलाई हामीले सेक्रिफाइस गर्यो होला त्यो हामीले के मात्रै गर्यौँ भने हाम्रो कसमको हाम्रो निष्ठाको हाम्रो समर्पणको हाम्रो त्यागको हामीले सँगसँगै यो हाम्रो खुकुरी पनि आज उपलब्ध गराइदिनु भएको हाम्रो स्कुल नम्बरले धेरै धेरै धन्यवाद दिन चाहन्छु कोठीबाट खुकुरी स्कुल नम्बरले सजिएको छ भिडियो भइरहेछ भिडियो ओके हामी ह्यापी 25 एनिभर्सरी
स्टेजमा निम्ताउँछु। 3, 2, 1. हाम्रो साइडमा उयो चिता बुझाउने साँच्चै जीवन्त रहोस्, सधैँ यस हाम्रो मेमोरीमा हाम्रो बसिरहोस् भन्नको लागि हाम्रो कपल डान्सहरू, ग्रुप डान्सहरू, सेक्सन डान्सहरू छन्। त्यसले गर्दा त्यसको लागि चाहिँ सबै प्रिपरेसन भइदिनु होला। अनि भन्दै सबभन्दा सुरुमा बोलाउन चाहन्छु जुनियरबाट होइन, हाम्रो जीवन नम्बरी अनि जीवन नम्बरी र बहिनीलाई यसैमा म निम्ताउन चाहन्छु। यदि तपाईँ ठिक अहिले घोडे पनि केटा नाच्दैछ है। ओ जीवन घोडे पनि कम अन डान्स। म्युजिक म्युजिक भने म्युजिक 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 भने जे आउँछ पढ्ने नि त। गइसक्यो यहाँ भन्ने गइसक्यो माथि।
25th एनिभर्सरी चाहिँ अब यहीँनिर सकेको म घोषणा गर्न चाहन्छु सो होपफुली सबैजनाले इन्जोय गर्नुभयो होला रमाइलो भयो होला सो सी यू नेक्स्ट इयर भन्दै म आजको भ्लग पनि टुङ्गाउन चाहन्छु सी यू अगेन धन्यवाद हेलो 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 सी यू बाई बाई या आजको हाम्रो 25th एनिभर्सरी गरेको प्लेस चाहिँ माउन्ट फेभर पार्क हाम्रो बस पनि आइसकेको छ अब हामी चाहिँ सकेर अब ब्याक टु होम हुँदैछौँ बाई 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 या सो आजको कस्तो भयो त पार्टी यति पार्टी रमाइलो त भयो सबभन्दा ठुलो कुरो चाहिँ बढी खाइएछ पेट हजुर अलिकति एक्स्ट्रा खानु पर्यो नि त यार अरू सधैँ भएर के थियो भने